हेलो नमस्ते सबैजनालाई वेलकम माई युट्युब च्यानल। सबैजना साथीहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। लामो समयपछि आज चाहिँ हामी रानीपुङ वनको डेढ गुम्बातिर घुम्नु आएको छौँ। साँझको समयमा लगभग 6:30 भइसक्यो। क्यामेरा चाहिँ रात परेको छैन जस्तो देखिन्छ, तर रात साँझ भइसकेको थियो। हामी चाहिँ त्यहाँनिर यसो घुम्नुलाई गएको थियौँ। बेलुका हामी चाहिँ दाइकोमा गएको थियौँ। दाइकोबाट चाहिँ रुम नजिकै भएको भएर हामी साँझको समयमा गएको थियौँ। मेरो अगाडि हिँड्दै हुनुहुन्छ बधानीहरू देख्न सक्नुहुन्छ। त्यहाँबाट यता काठमाडौँ भ्याली देख्नु छ। रेड गुम्बा रहेछ अझै। रेड गुम्बा, हामी रेड गुम्बातिर आएको छौँ साँझको समयमा। वाह, काठमाडौँ भ्याली खतरा देख्दो रहेछ यहाँबाट। रेड गुम्बा छोरी खतरा देख्दो रहेछ त। मेरो छोरी चाहिँ माथिबाट नदेखेको भएर तल मुनि वाल बनाइदिइरहेछ। स्वयम्भू हजुर मैले हेर्न सक्नु। हाय काठमाडौँ रेड गुम्बा हजुर हजुर किन जाने छोरी। मेरो छोरी चाहिँ नजिकै बसेको भएर यत्तिकै लगेर गएको थियौँ हामीले। कोठामा रुममै बसेको लुगामै जानिदिन्छ। छोरी आइ गर्छन् ल। मम्मी उताबाट हेरौँ। मम्मी उताबाट हेरौँ। ठाउँै छैन त। उता तल छेउबाट हेर्ने नि त छोरो, छेउबाट यता उता छेउबाट जाउँ न हामी। ओ सरी बिस्नु। मम्मी उता के हो? घन्टी रहेछ त दुईटा। मम्मी घन्टी कसरी बजाउनु? हामी बजाउनु हुँदैन नि छोरो त्यो। माथि नचर नि छोरो, देखिहाल्छौ नि। भयो माथि नचर लु भयो। माथि चढ्नु मैले त बिजु दादाको स्कुल देखेँ। मम्मी उता जाने। यता रानीवन रेड गुम्बा। नानी मम्मी
स्वयम्भू डाँडा स्वयम्भू क्यामेरा राम्रो छैन साथीहरू बेबी हाई गरिदियो ब्लगमा त्यो माथि नचर्छ न बेबी जाउँ ल आउनुहोस् जाउँ ल मजा अर्को ठाउँमा जाने ल आउनुहोस् मैं अर्को ठाउँमा चढ्दा चढ्दा हूँ नचर्छ नि हामी चाहिँ धेरै बेर घुम्न पाएनौँ थोरै एकैछिन घुम्यौँ अनि रात परिहाल्यो अनि फेरि हामी फर्केको हामी फर्किने बेलामा तामपत्ती बारिसकेको थियौँ गुम्बामा पुरै खाना खाने बाप चुसे न सबैलाई आएको थियो